हामीले बनाएका केही रमाइलो भिडियोहरू तपाईहरुलाई प्रस्तुत गरिदिएको छु। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। राम्रो लाग्यो भने राम्रो, पार्ट 2 चाहियो भने नि कमेन्ट गरिदिनु है त। लु हेरौँ कस्तो छ। बिस्तारै तपाईको मुटु अपरेसन सफल भयो, राम्ररी भयो, ढुकढुकी पनि ठिकै रहेछ। अब तपाई मजाले बस्न सक्नुहुन्छ है त बोजू। मेरो मुटु अपरेसन गर्नु लागि कहाँबाट ल्याउनु भयो दादा? तपाईको लागि मुटु चाहिँ तपाईहरुकै घरको भित्र हामीले बट्टामा भेटायौं। मुटु चाहिँ राम्रै थिएछ, सकुशल थियो, त्यही भएर चाहिँ हामीले त्यही मुटु तपाईकोमा लगायौं। ल बोजू, भगवानले धेरै धेरै धन्यवाद, मेरो मुटु दिनु भयो। बोजू यो बट्टा मैले सुँगुरको मुटु पोली खानु ल्याएको थिएँ त खोइ। अनि डाक्टर मकबारी ल्याउँछु ल। अब रोजिरहेको छु एउटा। कुन जातको ल्याउनु आँटेको छ सिनी? अब आफ्नो जातको त हेर्दैन नि त, अर्काकै जातको ल्याउने नि। यो भिन्ने जात ल्याउनु हुँदैन, आफ्नो जात ल्याउनु पर्छ। अर्काको जात ल्याइस् भने खुट्टा भाँचाइदिन्छु। अहिलेको जमानामा आएर नि अर्काको जात यस्तो हुन्छ। 21औं शताब्दी हो अहिले त। आफ्नो जात अर्काको जात भन्ने हुँदैन त आमा। तेरो बाबुले घर थामेको दया माया तेरो चल्दैन। के गर्नु भएको? घर थामेको मेरो नाति यो दे, यो कुन तेरो तरुनीले धोका दियो? छैन, कसले धोका दिन्छ? ए बुवाले कुट्यो कि कसले के गर्यो तिमी? बुवाले पनि केही भन्नुभएको छैन। है के भयो? यो हेन्डी प्लस अस्ति हात काट्छ भनेर किनेर ल्याएको थिएँ। भोलि डेट सकिन आँटेछ, त्यही भएर काटेर लाउनु आँटेको नि पैसा खेरो जान्छ भनेर। त्यो दबाई तेरो टाउकोमा लगा। आमा के को तरकारी छ आज? मासु खाउँ न हो? आलुको। मासु नै खाउँ न आमा आज त। त्यसो भने मेरो फिला काटेर खानु। फिला काट्नुहुन्छ भने त करम खर्नी काट्नु न, बाउले हानेको मिठो हुन्छ अरे क्या। तेरो टाउकोमा काटेर सुप बनाउँछु। आमा हजुर एउटा क्वेसन सोध्छु ल तपाईँलाई। सिधा अम्लाले घिउ आएर भने के गर्नुपर्छ? हात कुप्रो पार्नुपर्छ। मिलेन त आमा। के गरिन्छ अनि? चम्चीले निकाल्नुपर्छ घिउ त, चम्चीले। त्यसो भए अब तिमीलाई एउटा क्वेसन सोध्छु। लु सोध्नु आमा। एक हातले ताली बज्छ कि बज्दैन? बज्दैन त। यसरी बज्छ। 17 बेरमा पुगिन्छ। अब आधी घन्टा लाग्छ होला हौ बोजू। गल्यो त। ला मैले सामान त तल घरमा पो बिर्सेँ त। एकछिन लु यहाँ बस्दै गर्नु ल, म सामान लिएर आउँछु। लु यहाँ बस्नु त एकछिन, यहाँ म पढ्छु, बस्नु। यो यहाँ होस्, एकछिन यो छाता ओढेर बस्दै गर्नु ल। काम छैन किन छाता ओर्नु? शीतल छ त। काम छ क्या, एकछिन छाता ओढेर बस्नु न लु। ल ल ल। अब तपाईँ सानो फिस्टा चरा जत्रो मात्रै हुनुहुन्छ भनेर कसरी भन्नु? ठुलो छाताले छेकेपछि त हुच्चीले टिपेर लाँदैन होला नि। नाति यो ढुङ्गा पनि लगिदे त तल। यो ढुङ्गा पनि लगिदे नाति तल। यो चाहिँ किन लानु आमा? काम छ। यो लुतेन लुते भाटा जस्तो छन्, कसरी भन्नु? ढुङ्गा बोकै पठाएँ, जसरी हावाले चाहिँ उडाउँदैन। मम्मी यो राँगा फुस्के छ, बाँध्नु सकिन हौ। आउनु न बाँध्नु। यस्तो जाब राँगा मेरो पैसामा कति बाँधेको चाँदै पछार्दै बाँधेको। लु जहिलेको त्यस्तो गफ चाहिँ नलगाउनु त मम्मीले, नपत्याउँदा गफ चाहिँ। त 10 र 12 मा दुईचोटि फेराउँदा मैले के भने? केही भनेको छुइनँ त। लु यसो सम्झिनु त, त्यतिखेर केही भन्नु भएन। घाँस कहाँ गोरु त? घाँस कहाँ गोरु त? दुईचोटि फेरुने पर्छस् बापो त, मान्छे बापो त गोरु। घाँस कहाँ?